आज चाहिँ तपाईहरुलाई कम्प्युटरमा माइक्रोसफ्ट अफिस वर्ड कसरी ओपन गर्ने भन्ने विषयमा मैले भन्न गइरहेको छु। तरिकाहरू धेरै हुन्छन्। सबैभन्दा पहिला स्टार बटनमा क्लिक गरेर WORD वर्ड लेख्नु होला र यहाँ माथि माइक्रोसफ्ट अफिस वर्ड अथवा वर्ड 16 भनेर देखाएको छ, त्यसमा गएर ओके गरिदिनु होला। ओके गरिसकेपछि तपाईले यहाँनिर अफिस वर्डको लेआउट देख्नुहुन्छ र यो ब्ल्याङ्क डकुमेन्टमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले यहाँनिर देख्न सक्नुहुन्छ एमएस वर्ड अन भइसक्यो। यो एउटा तरिका भयो। यस्तै अर्को तरिका हुन्छ, तपाईले जुन डकुमेन्ट अन गर्नु छ क्लोज गर्नु होला र यहाँनिर तपाईले किबोर्डमा रहेको विन्डोज प्लस आर लाई प्रेस गर्नु होला। हेर्नुस् है त, विन सँग आर, अनि त्यहाँनिर तपाईले देख्न सक्नुहुन्छ ओपन भनेको ठाउँमा त्यहाँनिर माइक्रोसफ्ट अफिस वर्डको एप्लिकेसन फाइल नेम लेख्न पर्ने हुन्छ, जुन फाइलको नाम हुन्छ WinWord WINWORD र ओके गरिदिनु होला। यसरी ओके गरिसकेपछि तपाईले सजिलैसँग माइक्रोसफ्ट अफिस वर्ड अन गर्न सक्नुहुन्छ। फेरि ब्ल्याङ्क डकुमेन्टमा क्लिक गर्नु होला र यसरी अन गरिसकेपछि यसलाई पनि तपाईले क्लोज गर्न सक्नुहुन्छ। र फेरि अर्को तरिका हुन्छ, तपाईले कुनै पनि खाली स्पेसमा माउसको राइट बटन क्लिक गरिदिनु होला र यहाँ तल न्यू भन्ने अप्सन हुन्छ, न्यू भन्ने अप्सनमा गएर तल माइक्रोसफ्ट वर्ड डकुमेन्टमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यता रिनेमको नाम आउँछ, रिनेम गर्नको लागि मैले ABC राख्दिएँ र ओके गरिदिएँ। अब ओके गरिसकेपछि यसलाई डबल क्लिक गरेर अन गर्नु होला। यसरी सजिलै तपाईले अन गर्न सक्नुहुन्छ। र यस्तै अर्को तरिका हुन्छ, तपाईले ABC तरिकाले पहिले नाम लेखेर तपाईले सेभ गरेर गर्नुभयो भने अर्को तरिका पनि हुन्छ। अर्को तरिका हुन्छ तपाईले किबोर्डबाट याद गर्नु है। किबोर्डबाट चाहिँ भएको जति कीहरू जस्तै कन्ट्रोल शिफ्ट अल्ट विन्डोजलाई एकैचोटि प्रेस गरेर W प्रेस गरिदिनु भयो भने सजिलैसँग तपाईले एमएस वर्ड अन गर्न सक्नुहुन्छ यसरी। र यो तरिकाले तपाईले अन गरेर राख्न सक्नुहुन्छ। यो तरिका मध्ये तपाईलाई कुन तरिकाबाट सजिलो लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। र यस्तै जानकारीमूलक भिडियोको लागि हामीलाई फलो गर्नु होला र तपाई युट्युबमा पनि आउन सक्नुहुन्छ। हस्त, धन्यवाद।